सो हेलो गुड मर्निङ एभ्रिवान। आजको दिनको सुरुवात चाहिँ 8:30 बजेबाट हुन्छ। म चाहिँ उठेर फ्रेस हुन गएँ अनि फ्रेस भएँ। एकछिनमा चाहिँ म फ्रेस भएर आफ्नो ड्रेसहरू लगाएर अफिस जानलाई तल झरेँ। अफिस जानलाई तल झर्दाखेरिसम्म पठाउ आइसकेको रहेछ। अनि त्यसपछि म चाहिँ पठाउमा बसेँ। अनि त्यसपछि धारापानी हुँदै हामी चाहिँ अब मेरो अफिसतिर लाग्यौँ। अनि पठाउवाला दाइसँग कुरा गर्दै यसो गएँ। एकैछिनमा अफिस पनि पुगेँ। अफिस पुगेर यसो हेरेको कोही पनि आइसक्नु भएको थिएन रहेछ। अनि त्यसपछि चाहिँ म अफिस खोलेर एकछिन चाहिँ रिसेप्सनमै बसेँ। अनि रिसेप्सनमा बसेर एकछिनपछि चाहिँ अब क्लाइन्टहरू आउन सुरु भयो। त्यसपछि सबैजना सरहरू पनि आउनुभयो। अनि त्यसपछि चाहिँ अब चाहिँ के गर्ने भनेर हामी बसिरहेको थियौँ। त्यतिकैमा अब चाहिँ सेको खाना जाऊँ भन्नुभयो। त्यसपछि चाहिँ म चाहिँ भने म जाँदैन, बरु यहीँ लिएर आऊँ। त्यसपछि म चाहिँ गएँ सेकुवा लिन। एकैछिनमा सेकुवा कर्नर पनि पुगेँ। म सेकुवा कर्नर पुगेर अर्डर दिएँ। अर्डर दिइसकेपछि एकैछिनमा बनाइदियो। अनि त्यसपछि म चाहिँ स्कुटरमा सेकुवा लगाएर अफिस ल्याएर सरहरूलाई पनि दिनलाई रेडी पार्दै थिएँ। त्यसमा चाहिँ विक्रम सरले खाएर ओहो यमी यमी भन्दै हुनुहुन्थ्यो। देन त्यसपछि मैले पनि अब सरहरूलाई दिएर अनि हामी पनि बस्यौँ खानलाई सेकुवा। अनि सेकुवा खाँदा चाहिँ एकदम मिठो रहेछ। मटन सेकुवा र बफ सेकुवा थियो। त्यसमा चाहिँ मैले मटन खान्छु। त्यसपछि खाइसकेर हामी चाहिँ रुमको लागि निस्क्यौँ। अनि एकैछिनमा चाहिँ हामी सिनामङ्गल हुँदै गरेर हामी चाहिँ हाम्रो रुमतिर हिँड्यौँ। अनि त्यसपछि चाहिँ म रुम आइपुगेँ। सो आजको ब्लग चाहिँ यति नै गाइस। गुड नाइट।